सबैजनालाई स्वागत छ मेरो बकवास भिडियोमा। फाइनली अहिले चाहिँ ट्याक्क मैले भाडा सारा पनि लिएर आएँ। ट्याक्क भाडा सारा सब लिएर अब चाहिँ ट्याक्क निस्किने हो। 2:30 भएको छ। लोडिङ गर्न जानु त भ्याइँदैन। अब भोलि नै हो जाने कम पनि त। हेरौँ बाटोमा कहाँ गएर बसिन्छ। अहिले चाहिँ म ट्याक्क लाएर पोखरा खाली गरेर ट्याक्क खाएँ। नास्ता सास्ता खानु जानु पऱ्यो। नास्ता खान त मैले उहाँ जान्छु। त्यो ठाउँलाई चाहिँ एक्ज्याक्टली के भन्छ मलाई थाहा भएन। ट्याक्क टाइम पनि छ, त्यति हतार पनि छ। नास्ता सास्ता खानु पऱ्यो। गाडीमा कति बस्ने ट्याक्क नास्ता सास्ता खाएर ट्याक्क हिँड्नु पर्छ। बस्ने त आज बाटोमा हो, लोड गर्न जान भ्याइँदैन। त्यही भएर गाडी चाहिँ मैले राखेँ। अहिले चाहिँ ट्याक्क मैले चाहिँ गाडी त्यहाँ राखेर यहाँ नास्ता खान आएको। नास्ता पनि खासै यहाँ केही बन्द रहन्छ, चटपट बन्द रहन्छ। अनि यता चटपट जुसहरू खानु पऱ्यो। अन्त खासै केही मिठो लाग्दैन। जहाँ पनि बाटैभरि चटपट मात्रै बन्छ, अरू त के चटपट सेलरोटी नास्ता पनि हब्याक नास्ता हुन्छ यहाँतिर चाहिँ। फाइनली मैले चाहिँ नास्ता खाएर भ्याइसकेँ। 50 रुपियाँको चटपट अनि एउटा 60 रुपियाँको जुस खाएर ट्याक्क लाएर यता गाडीतिर आएको। एकछिनै गाडीमा बस्नु पऱ्यो। टाइम जति पनि छ बस्ने है, साइडलाई गएर हो। एकछिनै बस्नु पऱ्यो। अनि त्यसपछि ट्याक्क लाएर जानुपर्छ। त्यो ठाउँमा आएको छु। गाडी चाहिँ मैले वहाँ पारै राखेको छु। अनि यहाँ आएको हेर्न यसो घुम्ने ठाउँ बनाएको रहेछ। ट्याक्क यहाँ घुम्नु पऱ्यो, हेर्नु पऱ्यो। गाडी चाहिँ मेरो माथि छ, देखेकै छैन राम्ररी फोटोमा। यहाँ छ यो बुट्टा पछाडि ट्याक्क लाएर। अनि यहाँ त यस्तो छ यतातिर चाहिँ बस्ने ठाउँ ट्याक्क बनाएर चाहिँ फोरै छ पुरा। खाएर यहीँ फालेछन्। पारितिर चाहिँ आगो पनि लागिरहेछ। डाँडा चाहिँ यहाँबाट हरेक देखिने रहेछ। पुरा नामै भालु पहाड छ। पहाड त डेन्जर नहुने कुरै भएन। अब यता भालु पनि छ। खासमा म चाहिँ यहाँ भालु हेर्न आएको, कस्तो रहेछ भनेर। नामै भालु पहाड छ। भालु त यहाँ हाँसेर बसिरहेको रहेछ। डेन्जर बनाएको रहेछन् भालु पनि। खासमा म चाहिँ उता रोडबाट हेर्दा यता फर्केको कालो देखेँ नि के रहेछ भनेर हेर्न आएको। भालु रहेछ यो। भालु चाहिँ यस्तो छ, पुरा गरिरहेछ भालु। फोटोमा खाला जस्तो गरिरहेछ। गाडी चाहिँ मेरो पारी छ। ट्याक्क यो पुल छ। म चाहिँ उहाँबाट त घर सिमबाट ट्याक्क यताबाट आएको। ट्याक्क खासै केही रहेनछ। यस्तै सुनसान छ, कोही छैन। त्यस्तो घुम्ने मान्छे त कोही आउँदैन। यसो आज घुमौँ टाइम छ भनेर यसो आएको। अहिले चाहिँ ट्याक्क म चाहिँ यो भालु पहाड उता पारितिर घुमेर ट्याक्क गाडीमा आइसकेँ। पैसा सोध्छु गाडीमै थियो। त्यही भएर डर लाग्यो धेरै बस्न। ढोका लक त थियो, त्यही पनि लक भए पनि चोरले कहिले पनि लक भन्दैन चोरेको। बाटो पनि बनिरहेछ भाडु पहाडमा। ट्याक्क बहुत अप्ठ्यारो थियो। बाटो पनि बनाउनु लागिरहेछ। बहुत राम्रो गरिरहेछ। मैले चाहिँ गाडी यहाँ राखेर गएको थिएँ साइडमा। सिङ्गल बाटो छ, जाम लागिरहेको थियो। अनि त्यही भएर म चाहिँ ट्याक्क छिटो गएर ट्याक्क यसो भिडियो बनाएर फर्किहालेँ। मार्छन् फेरि जाम लाग्यो भने बाटो साउरो छ। म चाहिँ वहाँ पारै पुगेर आएको। पसिना भयो, गर्मी भयो लास्ट। फाइनली अहिले चाहिँ म ट्याक्क लाएर भालु पहाड यसो घुमेर एकछिन। अनि त्यसपछि यहाँ ट्याक्क आज बस्ने चाहिँ यहाँ बस्ने ठाउँमा आइसक्यो। छिटै आएको 6 बज्न लाग्यो। फेरि यहाँ पछि फेरि गाडी साडी राख्ने ठाउँ हुँदैन। त्यही भएर पहिले आएर राखेपछि
टाइममै खायो, टाइममै छिटो बिहान चाहिँ छिटै जानुपर्ने थियो र कति बेला उठ्नु। सुत्दा चाहिँ म छिटै सुत्छु अब, छिटै भात खाएर।